इभिनिङ साथीहरू, मैले चाहिँ हाटबाट भर्खर यो सिमरायो किनेर ल्याएको होइन है। यहाँ हेर्नु न कस्तो दामी अर्ग्यानिक घरमै फलेको क्या, यो रोपेको भनौँ न। बस्तीबाट उता बस्तीबाट लिएको यो क्या, हाटमा बेच्नु ल्याउँछ नि त। अनि त्यही भएर मलाई चाहिँ यो कस्तो मनपर्छ र चाहिँ मैले चाहिँ किनेको होइन। म चाहिँ भर्खर आएर चाहिँ यहीँ नुनको चिया बनाएँ, एक मग होइन। अब नुनको चिया खाँदै होइन यही सिमरायो बनाऊँ भन्दैछु नि त। दादाले भनेको उसले चाहिँ खाँदैन अरे, तर मलाई चाहिँ सिमरायो र रोटी क्या, रोटी बनाएर सिमरायो रोटी खाऊँ भनेर लाग्दैछ नि त। अनि गुन्द्रुक पनि लिएको छु क्या मैले त्यहाँबाट किनेर, अमिलो छ अरे कि त्यो रायोको सागको गुन्द्रुक। अनि त्यो बनाऊँ भनेको अब राति त खाँदैन अरे हो। अनि मलाई चाहिँ मन परिरहेछ खानु होइन। यहाँ ल हाम्रो यता मकै पनि कस्तो ठुल्ठुलो भएको छ। मकै यत्रो भइसकेको छ हो। तपाईँहरूकोतिर कत्रो भयो, उम्रे कि उम्रेन होइन। यहाँ हेर्नु है, यत्तिको चाहिँ भइहालेको छ मकै। हेर्नु नि, दादाले चाहिँ म आगो फुकेर पानी तताइदिँदै गर्छु ल भने होइन। यहाँ हेर्नु कतिवटा हालेछ सिसा, डाङडुङ सिसा भएको जति सबै हालिदिएछ। अब चाहिँ आगो फुकेर पानी तताउँदै गर्नुपर्छ होइन। म चाहिँ बाहिर सिमरायो केलाउँछु, यहाँ चाहिँ आगो फुकेर पानी स्पिड तताइहाल्ने छु म होइन। एकछिन आगो बल्दै गरोस् हो।